नमस्कार साथीहरू, आज 108औं दिन यो टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अपडेटको साथ तपाईहरुको सामु आइसकेको छु। अहिले चाहिँ हाम्रो ढलानको काम हुँदैछ। तपाईहरुले देख्न सक्नुहुन्छ काठको फर्माहरू चाहिँ बिस्तारै राखिदैछ। तलको फेज चाहिँ ढलान भइसकेको छ भने माथिको प्याराफिटहरू चाहिँ अब ढलानको काम हुँदैछ। हिलोको अवस्थाले अलिकति काम सुस्त भए तापनि कामदार दाजुभाइहरूले चाहिँ एकदम राम्ररी काम गर्नुभएको छ। उता फर्मा बोक्ने काम हुँदैछ भने यता फर्मा हालिसकेका पनि छन्। सम्भवतः 2-4 दिनमा चाहिँ यो फर्माको काम पनि सकिन्छ भन्ने मन लागिरहेको छ। हाम्रो उताको फेजमा चाहिँ ढलान एक चरण सकिएर अब अर्को ढलान हुँदैछ भने यता चाहिँ स्ल्याब ढलानको लागि कार्यरत हुँदैछ। तपाईहरुले देख्न सक्नुहुन्छ अहिले क्रिकेट ग्राउन्ड चाहिँ एकदम हरियो भएको छ। अब यो बनिसकेपछि झन् राम्रो हुने भन्ने आश्वासन छ। क्रिकेट मैदान यति राम्रो देख्दाखेरि चाहिँ तपाईहरुलाई पनि अवश्य नै मनमोहित हुनुभएको छ भन्ने म मान्दछु। हेर्नुस् साथीहरू, अहिले यदि बर्खा झरीको बेला पनि क्रिकेट ग्राउन्डमा यतिको राम्रो काम हुँदाखेरि चाहिँ मनै हर्षित हुन्छ। यो ग्राउन्डको अवस्था हेर्न सक्नुहुन्छ तपाईँ। अहिले भर्खरै यो ग्राउन्डमा कटिङको काम पनि सम्पन्न भइसकेको छ भने उतापट्टि बालुवा मिक्सरको सबै कामहरू भइरहेको छ भकाभक। अनि ठुल्ठुला सरसामग्रीहरूले काम गरेको कामदारहरूको कामको रफ्तार देख्दाखेरि सम्भवतः 1-2 महिनाभित्र यो सबै इन्टरनेसनल ग्राउन्ड चाहिँ अन्तर्राष्ट्रिय कीर्तिपुर अन्तर्राष्ट्रिय ग्राउन्ड चाहिँ सम्पन्न हुन्छ भन्ने मेरो भनाइ छ। यहाँ फर्माको सेटिङको लागि काम भइरहेको छ भने उता सरसफाइको काम र यता चाहिँ फर्मा झिकेर यो कुर्सीको लागि काम चिल्लाउने काम भइरहेको छ। अहिले कामहरू चाहिँ एकदम तीव्र गतिमा भइरहेको छ। हेर्नुस् तपाईहरुले यो अन्तर्राष्ट्रिय स्तरको ग्राउन्ड बनाउन लागेकोमा एकदम खुसी छ। अब यहाँनिरको उता चाहिँ डन्डी फर्माहरूको सम्पूर्ण कामहरू भइरहेको हुँदा चाहिँ यो सम्भवतः अब चाँडै नै सकिन्छ भन्ने चाहिँ हामीलाई लागिरहेको छ है।